सो वेलकम ब्याक टु माई अनदर भ्लग। आई होप सबैजना सन्चै आराममा हुनुहुन्छ होला होइन। हामी आइसक्यौँ फेरि अर्को भिडियो लिएर यही रुममा होइन। म चाहिँ आज पनि आएको छु उपरि होइन रुममा। काका हाम्रो जगत काका हुनुहुन्छ यहाँ होइन। नयाँ टी सर्ट लगाइराख नि त पुरा कम्पनीको। आइसक्यौँ होइन तर के अन्ला हौ काका? साफ गर्न पर्यो के अन्ला हौ काका? के अन्ला हौ किचन सफा गर्न पर्यो किचन सफाइ गर्न ला नि। अर्को यहाँ मोबाइल हेरेर खानु काम गर मुला। काम छैन अरे? काम छैन काम त गुच्छ गरी अरे किन छैन भन्छ एक नम्बर ओल्छ हेर न। यहाँ पनि मोबाइल हेर्दै गर्दै गर्ने हेर न। भान्जा सिर्यो भने भर्खर लर खेलेर त्यहाँ हात दुखेछ उहाँ घन्ने हात भाँच्दै आएर भान्छ बोल्लो अनि आचल टाइलिँदा होइन। जगत कहाँ गयो अर्को? यो होइन काम हुन्न अनि त्यत्तिकै नि रहेछ चल्न हान्छु लर खेल्न हान्छु होइन। हाम्रो काका चिरीले झाडु लगाउनु लाखान होइन। काका झाडु लगाउनु लाग्यो? बिहा गर्ने उमेरमा झाडु लगाएर हुन्छ काका? हो बे गर्ने उमेरमा होइन र झाडु लगाउनु त कहाँ बे गर्ने उमेरमा झाडु लगाएको यार काका? भन भन के भन्ने घर गएर बिहा गर क्या काका? झाडु लगाउनु पर्छ कहाँ झाडु लगाउनु पर्यो? काम गर्दा पर्यो त्यही पनि बिहा गर के घर गएर बिहा गर काका? बिहा गर है घर गएर बिहा गर है। बिहा गर्ने उमेरमा झाडु लगाने न के होइन। कहाँ बिहा गर्ने उमेरमा झाडु लगाएर हुन्छ? के होला तिमी फेरि यो अर्को फेरि पढ्ने उमेरमा पोसा लान्छ। एउटाले पढ्ने उमेरमा पोसा लान्छ एउटाले बिहा गर्ने उमेरमा झाडु मार्छ। के हो पारा आटिमको? एउटाले बिहा गर्ने उमेरमा झाडु लान्छ अर्कोले पढ्ने उमेरमा टोइलेट साफ गर्ने पोसा लाने गर्छ। अर्को मैले फेरि के गर्ने उमेरमा हो नि काका? मेरो फेरि के गर्ने उमेर भयो नि? के गर्ने उमेर? बिहा गर्ने उमेर भएन है मेरो। मैले त पढ्ने उमेर पनि भएन बिहा गर्ने उमेर पनि भएन। म त ट्याक्क अहिले हेर्ने तिमीहरूलाई के गर्छौ भनेर हेर्ने उमेर भयो मेरो त। हो कि काका? भक्टे के भन्छन् काका? जाम्ला घुम्न अहिले 46 मार्केट जाम्ला राति होइन नि फेरि साँझ के 6 बजीतिर। छिटो काम गर। मेरो आज साउहरू पनि आएन कोही पनि आएन अहिले जाम्ला। ओके ल ओके छ नि त म गएको है केटा। बिना आजको भिडियो बनाएर सरदार काका नाम रेट झाडु लगाऊ है कि मैले लगाइदिउँ कि मैले लगाइन र? यस्तो छ है रुमको क्वालिटी। मेरो काम गर्दा पनि ल त्यसै म गएँ। तिम्रो काम म गर म मेरो काम गर्छु है।